आज मैले कुनै पनि डेटालाई रिपिट डेटालाई एकपटक मात्रै कसरी काउन्ट गर्ने त भन्ने विषयमा सानो भिडियो बनाएको छु। जस्तै यो एड्रेस भन्ने ठाउँमा तपाईहरु देख्न सक्नुहुन्छ तनहुँ, फेरि यहाँ पनि तनहुँ, यहाँ पनि तनहुँ, त्यसरी रिपिट डिस्ट्रिक्टहरु छन् जसलाई मैले एउटा डिस्ट्रिक्ट एकपटक मात्रै कसरी काउन्ट गर्ने त भन्ने विषयमा सानो भिडियो बनाएको छु। जसको लागि फर्मुला यसरी लगाइन्छ। SUM सम प्रोडक्ट त्यसपछि एउटा ब्राकेट दिइसकेपछि हामीले कुनै पनि रिपिट डेटाबाट एउटा मात्रै लिनु भएकाले 1 डिभाइडेड बाइ काउन्टिभ यदि COUNT काउन्टिभ त्यसपछि हामीले फेरि यसलाई ब्राकेटले एउटा ब्राकेट दिन्छौँ। त्यसपछि अब हामीले कुन कोलमबाट डेटा पत्ता लगाउने हो त त्यो कोलमलाई हामी सेलेक्ट गर्छौँ। अब हामी यसरी सेलेक्ट गरिसक्यौँ। त्यसपछि फेरि इन्भाइटेड कमा फेरि त्यही डेटालाई दोस्रोचोटि हामी सेलेक्ट गर्छौँ। त्यसपछि हामीले दुईटा फर्मुला प्रयोग गरेको छौँ, सम प्रोडक्ट र काउन्टिभ। त्यसैले हामीले दुईवटा ब्राकेटले क्लोज गर्नुपर्छ र यसलाई कम्प्लिट गरेर हेर्दा हामीसँग 10 वटा डिस्ट्रिक्टहरु रहेछन्। अब यसैमा मैले तनहुँ हटाएर एउटा नयाँ डिस्ट्रिक्ट हालौँ, धरान। हेर्नुस् त 11 वटा देखायो। फेरि मैले काशीको ठाउँमा पर्वत राख्छु, हाम्रो 12 वटा भयो। अब यो पर्वतको ठाउँ मैले फेरि कास्कीमा रिपिट गरिदिन्छु, कास्की 11 वटा, फेरि 11 मा झऱ्यो। सो हामीले काउन्टिङ चाहिँ यसरी फर्मुलाको प्रयोग गरेर